अब म महावीर पुनको तर्फबाट सम्पूर्णमा नमस्कार। म पनि यसपालि चुनावको होडमा उत्रिएको छु। अब म किन आए त भन्दाखेरि मलाई झोक चलेको छ। अब म आफै यो होडमा उत्रिएर केही गर्छु भनेर आएको छु। यदि तपाईहरुलाई म राम्रो लाग्छ भने, यसले केही गर्छ जस्तो लाग्छ भने, विश्वास छ भने मलाई भोट दिनुस्। यदि यो फटा हो भनेर मन पर्दैन भने नदिनुस्। तर म 72 वर्षको भए म बुढाहरूसँग मिलेर अघि बढ्न रुचाउने खालको मान्छे होइन। म चाहिँ युवाहरूसँग मिलेर हाँस्दै खेल्दै रम्दै अघि बढ्न रुचाउने खालको मान्छे हो। र अब हाम्रो नेपाली जनताहरूले के कसो हिसाबले मलाई लिएको छ त्यो चुनावको नतिजामा नै थाहा हुन्छ। हस्त धन्यवाद। र हजुरहरूलाई अब मैले जानकारी गरिराख्नुभन्दा पनि हजुरहरूले थोरै अनुमान त लगाइसक्नु भयो होला। मैले चाहिँ आज हाम्रो नेपालको लिभिङ लेजेन्ड भनेर भन्न चाहन्छु म उहाँलाई चाहिँ। अनि हाम्रो नेपालको महान व्यक्तिहरूमध्ये एक अरू कोही नभएर आदरणीय महावीर पुन सरको चाहिँ आवाजको हल्का मिमिक गर्ने कोसिस भने चाहिँ गरेको छु। हजुरहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन भने चाहिँ नभुल्नुहोला। र अन्तिममा जाँदा जाँदै म के भन्न चाहन्छु भने हामीले चाहिँ अब महावीर पुन सर जस्तो महान व्यक्तिलाई नेतृत्वमा आउनको लागि छनौट गर्ने एउटा गोल्डन अपर्च्युनिटी पाउँदैछौँ। अब सबैले भनिराख्नु भएको छ, नारा लगाइराख्नु भएको छ जताततै अब की बार बालेन सरकार भनेर। तर यो कुरा भन्दा भन्दै आफ्नो छातीमाथि हात राखेर हजुरहरूले यो कुरा चाहिँ नभुल्नुहोला, यही चुनावको होडमा महावीर पुन सर जस्तो लिभिङ लेजेन्ड र महान व्यक्ति पनि हुनुहुन्छ है त। त्यो भएको हुनाले उहाँको लागि पनि हामीले सक्दो रूपमा आफ्नो ठाउँबाट लागि पर्नुपर्ने हुन्छ। र भोट फर महावीर पुन सर भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, बाई बाई।